Hello everyone, namaste. Welcome back to my new video. It's me Paisa Gimire. I hope सबैजना सन्चै हुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। न्यू डे न्यू ब्लग को साथ म हजुरहरुको सामने आइसकेको छु। अनि आज म बिहान बिहान उठेर ब्लग स्टार्ट गरिरहेको छु। हेर्नुले घाम पनि पुरा मजाले टलक्क टल्किरहेको छ। म भिटामिन डी खाँदै ब्लग स्टार्ट गरिरहेको छु। अनि अब साथीहरु जाडो महिना पनि लाग्न थालिसकेको छ। यस्तो अलि घाम लाग्दा पनि घाम लागिरहेछ आज बिहानै। त्यही पनि कस्तो जाडो भइरहेछ क्या। अनि अब हेर्दा जाडो मौसम पनि आइसक्यो नि त। अब असोज कार्तिक लागिसक्यो। असोजदेखि नै जाडो हुनुपर्ने, तर योपालि चाहिँ ढिलो जाडो आयो क्या साथीहरु। अनि अब चाहिँ हेर्दा हेर्दै दसैँ पनि गइसक्यो। अब तिहार नजिक नजिक आउँदैछ है। अनि म चाहिँ आज बिहानै उठेर अनि ब्लग स्टार्ट गर्नु। मैले कति दिन भइसक्यो नि त ब्लग नगरेको। यहाँ उताबाट म अस्ति आएको, मैले ब्लगै गरेको थिइनँ। अनि त्यही भएर हो। अनि म चाहिँ यहाँ अब खाजा खानुपर्ने हुन्छ। यहाँ मेरो बुढी पनि बिहान नमस्ते, वेलकम ब्याक टु माई सिस्टर ब्लग। अनि अब चाहिँ हामी यहाँ दिदी बहिनी भएर कहाँ खाजा खाइस्? मैले दुध त मैले चिया अलिकति हालेको। दुध अलिकति हालेको मम्मी। कसले? मैले केमा? चिया दुधमा। चिया खानु हुँदैन भनेर मैले भनेको थिएँ नि। मेरो पनि त चिया खानु हुँदैन नि त। यहाँ मम्मीले दुध राख्दैन, चिया हालेर खाएको चाहिँ पुरा चियाको फ्यान हो क्या। अन्त त्यति चिया हालेर खाँदा पनि चिया भइहाल्यो नि त। यसलाई चाहिँ पुरै ग्यास्ट्रिक छ नि त, त्यही भएर बिहान बिहान चिया नखा भनेको मान्दिनँ नि। अनि यहाँ मम्मीले बिहान सेक्दै सक्नुभएको छ। मम्मीले चाहिँ तर खाएको मम्मी अब चाहिँ म चिया तर खानु पनि बित्तै चिप्लेको छ। कुदिलाई चिया ए पानी यहाँ आइ भन्नु न त मेरो भ्लगमा मम्मीलाई पनि हाई भन्नु त मम्मी। एउटा हातले हाई भन्नु न। हाई हाई हाई। म चाहिँ मेरो छोरीको मम्मी भन्नु न। म मेरो छोरीको मम्मी। चिया पकाएर मैले चाहिँ खाइसकेँ। मेरो छोरीलाई राखिदिएको छु। नानीलाई चाहिँ हुँदैन थियो र ग्यास्ट्रिक थियो र नदिएको। अघि म बाहिर थिएँ, अघि आएर दुध चिया हालेर खाइसकेको छु। हेर्नु त 5 सेकेन्ड खाइ पनि सक्यो। अब चाट्दै त हेर्दा अब चिया खाइ पनि सक्यो। म चाट्दैछु। चियाको चाहिँ एक नम्बरको फ्यान हो। खान्छ चिया? खान्छ खान्छ सरी नदे नदिनु। अब यहाँ चिया त त्यसलाई मलाई पनि चिया त खासै पसन्द त पर्दैन। नै पनि ग्यास्ट्रिक हुन्छ, त्यही पनि खाइसक्छु। अनि चाहिँ मलाई पनि ग्यास्ट्रिक हुन्छ क्या। अगाडि चाहिँ मेरो दिमागमा आउँदैन, खाइसकेपछि चाहिँ मलाई ग्यास्ट्रिक भए जस्तो लाग्छ। अनि त्यही पनि खान्छु। बेला त्यस्तो खासै खाँदैन, बेला बेला खान्छु। तिमी लागेको छैन अलिक अब त्यो सिसा ग्लास ल्याइस् परबाट कलबाट? मैले ल्याइन्छ के होला ल भाइ। तपाईँले कुन चाहिँ फुडाइन्छ ल्याउनु? केटाकेटी आयो भने अहिले मेरो छ। मेरो कप चाहिँ यहाँ छ। यो चाहिँ मलाई मेरो साथीहरूले गिफ्ट दिएका थिए। कति वर्ष भयो तिमीहरूले हेरेछ भने हेऱ्यो। तिमीहरूले दिएको कप यहाँ छ अझै पनि। कति वर्ष भयो भने यो भाइहरूलाई 2-3 वर्ष। एउटा चाहिँ फुटो मेरो बहिनीले फुटाइदियो। एउटा चाहिँ यहाँ एउटा कप चाहिँ यसरी सजाएको भइरहेछ। यहाँ फुल लागिरहेको छ। एउटा कप चाहिँ फुटाइदियो मेरो बहिनीले। एउटा चाहिँ 3टा अब 3टा बाँकी छ। अनि यहाँ एउटा म चाहिँ चिया खायो भने यस्तै कपमा छानी खान्छु क्या साथीहरू। एक मिनेट साथीहरु म के गर्छु म हजुरलाई देखाइ नै हाल्छु होइन। अब दिनभरि काम त केही नै छैन है। घरमै खाना पका, खा, बस, सुत, उठ। अनि त्यही भएर भ्लग पनि केही थिएन, मैले गरेकै थिइनँ क्या। अनि हुन्छ आज चाहिँ म डेली किन म डेली भ्लग डेली त गर्दिनँ, कहिलेकाहीँ गर्छु। त्यही पनि आज जे म चाहिँ के कोही बेला यसो खान्छु, कोही बेला चाहिँ पूर्णिमा दिदीको बर्थडेको गिफ्ट हो, मलाई खान दिनुहुन्छ। त्यही भएर म पनि यो खान्छु। मैले भनेकोले देखाइगयो दाल भिजाएको। पूर्णिमा आयो भने खानु पऱ्यो थिएन ल, पैसा छैन। सब्जी पकाएको छु। यो दाल भिजाएर पकाएर अनि इस्कुसको तरकारी पकाउनु। इस्कुसको सब्जी
साथीहरू मलाई चाहिँ फेरि इस्कुस मरी काटे मन पर्दैन। पूजालाई पनि मम्मी चाहिँ बनाउने यता त खाँदैन थियो खाएँ तपाईँ। मेरो घरमा चाहिँ अत्याधिक मन पराउने भनेर चाहिँ म मम्मी र बुढी कान्छी बुढी है। मेरो अर्को बुढी पनि त्यस्तै चिया खाँदिनँ, मेरी झन् खाँदिनँ चिया, दुध पनि खाँदिनँ, केही खाँदिनँ। मलाई पनि पहिले चाहिँ एकदमै मन पर्ने चिया, तर मैले अहिले पछि आएर मलाई खाइसकेपछि चाहिँ अलिक नपचे जस्तो उयो ग्यास्ट्रिक भए जस्तो हुन्छ कि, पेट पुरा दुखाउँछ, पेट गडबड गर्छ क्या, त्यही भएर म खासै खाँदिनँ। कहिलेकाहीँ मम्मीले राखिदिइराख्नुहुन्छ, हामीले खाएन भने मम्मीले दिउँसो खाजा खानुहुन्छ, कहिलेकाहीँ चाहिँ मैले खान्छु। बिहान अति भोक लागिरहेको छ भने खान्छु, न त भोक लाग्यो केही काम गर्नु पर्छ भने खान्छु, न त खाँदिनँ म त। किनभने चाहिँ अब काम गर्नु भोकै त कस्तो गर्नु होइन, बरु त अलिकति खायो भने उयो हुन्छ। अनि आज चाहिँ मलाई कस्तो खानु मन लाग्यो क्या, जाडो पनि छ अलिअलि। अनि अब जाडो महिना भए चाहिँ एकदमै चिया मिठो हुन्छ है। खाएर साथीहरू अब चाहिँ चिया तातो खाएको। अब मम्मीले पकाएको कस्तो छ म तपाईँलाई भन्छु के जिब्रो पुल्छ नि तातो चियाले त। मैले अस्ति खाएको थिएँ मेरो जिब्रो बोलेर। त्यो चाहिँ एकदमै चिया मन पराउँछ क्या। तँ कपाल कोट्छ बाहिर दुईटा दाँत झरेको हिजो धेरै ब्लड गरेर दुखै छ। अब बिस्तारै पलाउँछ। बिहान पनि दाजु लगाइसकेको बिहान पनि एक्स्ट्रा लगाइसकेको मेरो बुढीलाई त यहाँ। अनि त्यही नै हो, म हजुरहरूलाई एकछिन भेट्छु ल। साथीहरू म चाहिँ अब यहाँ सब्जी पकाउन आँटेको छु कि। अनि कहाँ हो यहाँ तेल पनि हाल्छु कि। यहाँ चाहिँ मैले बाहिर आएर चुलोमा खाना पकाउँदैछु। अनि भित्र दाल बसाइसकेँ ग्यासमा होइन। अनि यहाँ बाहिर चुलोमा चाहिँ म यहाँ सब्जी पकाउन आँटेको होइन। अनि मलाई आज यो मैले धेरै दिन पछि खाना पकाएँ नि त। अनि मलाई के याद आयो भने टिकटकमा उयो के पो टिकटकमा एउटा दिदीले उयो गीत हाल्नुभएको थियो क्या। यो अनि मलाई त्यो गीत अघिदेखि मुखमा आएको छ। यो चुलोमा भात पकाउनु पऱ्यो के हो, म त्यो गीत मलाई त्यति मजाले भन्न आउँदैन कि के थियो भने नि हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ के पो भाग्यमा के पल्ला निदा ठुलो छ त मेरो निदा ठुलै छ होइन। तर गीत चाहिँ मलाई खासै मजाले गाउन आएन कि। हो त्यो गीत गाएर हाल्नु भएको थियो। दिदी चाहिँ सायद बाहिरै देशतिर हुन्छ। अनि दिदीको गीत चाहिँ आज मैले चुलामा भात पकाउनु परेर होला बिहानदेखि मुखमा झुन्डेको त्यो गीत मैले बिहानदेखि गाएकै थिएँ। अनि म अब हाम्रो त्यो दिदीले गीत गाएको पनि सही हो क्या। अब गाउँघरमा त्यही हामी आगोमै पकाउँछौँ खानाहरू, प्रायः जस्तो आगोमा पकाएकै खानाहरू मिठो हुन्छ नि त। अनि अलिक मजा आगो बलमा ग्यास नभन्दा पनि आगोमै पकाएको मिठो मान्नुहुन्छ कि हाम्रो घरमा पनि। मम्मीले त डेली आगोमै पकाउनुहुन्छ। अनि हामीलाई चाहिँ अलिकति धुवा गरेर मलाई पकाउनु मन लाग्दैन है खासै आगोमा। सब्जी चाहिँ हेर्न सक्नुहुन्छ मेरो बाबाले पनि लगाउनु भएको अचार पनि यो अकबारी खोर्सानीको छ। बाबा एकदम मन पराउनुहुन्छ। आज चाहिँ पोल्छ होला म चम्ची हातले हाल्दै। अब आज मैले कस्तो हुन्छ सब्जी त मैले मिठो त मिठै पकाउँछु। मैले पाएको सबैले मन पराउनु हुन्छ कि हुन चाहिँ त्यही पनि अब दिदीले बिहानै उठेर दिदी काममा जान्छ त्यही भएर हो। नत्र त हामी खासै बिहानै खाना त पकाउँदैनौँ। बिहानै भन्दा पनि अहिले एकछिन 8 बजी खेल्दै पकाउनु थाल्छौँ। खाने चाहिँ अहिले 10-11 बजी हो। अनि दिदी काममा जान्छ त्यही भएर दिदीको लागि भए पनि बिहानै पकाइदिनुहुन्छ। अरू बेला मम्मी ल्याइदिनु न उयो मसलाको बट्टा ल्याउनै बिर्सेछु। मसलाको बट्टा आऊ ल्याउनै बिर्सेछु तर म यहाँ आएँ। यहाँ चाहिँ मैले दाल बसाइसकेको छु कि अघि नै मिलेन बिर्को। सब्जी डक्सहरू बेचिदिन आएको छ कि यहाँ बाहिर चाहिँ अब भित्र हाम्रो सामानहरू अनि बाहिर के कुरा साथै ल्याउँदै पकाउँदै मलाई दिमाग खराब लाग्छ। मम्मी चाहिँ कराउनुहुन्छ आगोमै पकाऊ भनेर मान्नै पऱ्यो भनेपछि।
मैले यहाँ सब्जी पाक्छ है त खाँदैन मैले भने यहाँ कस्तो मजा लाभल चाहिँ यस्तो चुलामा तर यो कराईको पछाडि चाहिँ मलाई पछि भरे मोल्नको लागि चाहिँ एकदम रिस हुन्छ कि हातैभरि कालो हुन्छ यस्तो आगोमा पकाउँदाखेरि अनि त्यही भएर हो आगो पकाउनु मन नलागेको थियो मलाई सबको साथ पुछाड गर्नुपर्छ बिहानै घाम लागेर हेर्नु घाम टलक्कै टल्किरहेको छ मजाले अनि तपाईँहरूलाई म एउटा कुरा भन्छु ल हाम्रो घरमा यहाँ कुखुरा छ पाँचवटा कतिवटा थियो भने 7-8वटा कुखुरा थियो तर एउटा पखाइ फर्किँदा कुखुरा त फर्किन यो कुखुराको यहाँ तल थिएन कि साथीहरू तर यो कुखुराको चाक सबै भ्याउसीले खाइदिन्छ भ्याउसी यहाँ भित्रसम्म आइदियो यहाँ थुनेको थियौँ अन्त त्यहाँदेखि हामीले कुखुरा छुन छोड्यौँ क्या भ्याउसीले सबै चाक खाइदियो कुखुराको अनि चाहिँ हाम्रो चाहिँ यता पछाडिबाट घुमेर यता अगाडि आइपुग्छ क्या बिहानै घाम लागेर यसो हेर्दा पनि टक्कै घाम टल्किरहेको छ अनि यही नै हो म फ्रेन्डको डुलेर पनि आइसकेँ मेरो बुढाले उठिसक्यो यहाँ त अहिले अझै 8 भइसक्यो अझै मस्त सुतेको थियो रातभरि टिभी यहाँ हेर्छे अनि यहाँ भक्लकै लड्छे सुत्छे यसको काम छैन अनि अब कति बेला उठ्छे थप भात खान्छ फेरि पल्टिन्छ यसको कामै त्यही हो फेरि पनि अघि कति बजी उठेको भने त यहाँ उठ्नु छिटो उठ्ने भनेको म मेरो बहिनी अनि दिदी पनि काम हान्छ अलिक छिटो हुन्छ यो केटी त तपाईँहरू यसको साथीहरू कोही छैन हेर्नु होला अहिलेको हालमा म मोबाइलमा देखाइहाल्छु कति बज्छ देखिँदैन होला यहाँ हेर्नु होला 7:22 भइसक्यो मजाले हेर्नु है 7 कति धनी भयो त डक्क खुल्लेछ 7:22 भइसक्यो ए 22 अरे 42 भइसक्यो मजाले देखेन सानो उयो छ उयो देखिने ठाउँ मजाले देखेन अनि यहाँ यो सुतेको छैन यसले उठाएको छैन अब चाहिँ म यो ओजेसन उठाउँछु है अनि म जहिले ओजेसन उठाउँछु कि मलाई यिनीहरूले उठाएकै मन पर्दैन यिनीहरूले तनै मिलाउनु जान्दैन क्या यो बुढाबुढीले मै मिलाउँछु जहिले पनि ल त यस्तो गर म चाहिँ मिलाउँछु यस्तो गर ल हुन्छ मोबाइल झार्छु उठ केटी ओ पूजा तपाईँहरू हेर्नु सक्नुहुन्छ व्यक्ति यसलाई देखाएर नानी तर देख न यो व्यक्ति चाहिँ जहिले बिहानभरि सुत्छिएला भन्ने कहिले लाग्दैन नगा छोड्दे त्यही नै हो साथीहरू होइन अब के पो म चाहिँ अब अति सक्छु है अनि अब मैले कतिवटा कोठाको चाहिँ मिलाउनु पर्ने छ 2टा 3टा कोठाको चाहिँ मिलाउनु पर्ने छ अब म चाहिँ मिलाइसक्छु है अब दिनभरि के हुन्छ जान्न अनि आज पूजा ओए म त जाने यस्तो भस्म कि बोल्दा पनि बोल्दिनँ म त जाने कहाँ जाने त पत्री भनेको होइन त कहाँ चाहिँ भनेको त हाम्रो एउटा प्लान छ कि अब के कुरा छ हाम्रो दिदीबहिनीको अनि त्यही नै हो अब चाहिँ म यहाँ अहिलेसम्म मिलाउँछु मेरो काम पनि सक्छु होइन नि हजुरसँग भेट्छु ल साथीहरू गाइस मैले चाहिँ सब कोठाको ओछ्यानहरू पनि सबै मैले सफा गरिसकेँ होइन यहाँ पनि मैले मिलाइसकेँ यहाँ अघि मेरो बहिनी उठेर पनि मुख धुनु गइसकेँ यता मैले सबै मिलाइसकेँ मैले मिलाएँ यहाँ सबै मैले मिलाइसकेँ तर म एउटा कुरा भन्छु मेरो दिनै लुगा धुनुपर्ने हुन्छ क्या अब कहिले काहीँ के पो काम पर्छ पछि जानुपर्छ कता जानु गइराख्नुपर्छ कि अनि त्यही भएर अब अहिले झन् फुपू आउनु भएको छ मेरो फुपू बिमारी हुन्छ नि त दबाई सबै लिनुको लागि कि के गर्न डेली गइराख्नु पर्ने हुन्छ होइन यहाँ लुगा मेरो यहाँ मैले निकालिरहेको छु धुनको लागि पनि धुनको लागि लान्छु यो लगेर अब लुगा धुनुपर्ने छ लुगा धुइसकेपछि अनि चाहिँ मेरो काम सक्यो फेरि आज फुपूले पछि जाउँ भन्दै हुन्छ अब के हुन्छ लेट्सी होइन मैले देखाइ नै हाल्छु गइहाल्यो भने अनि खाना सानो मैले पकाइसकेँ अघि नै अनि चाहिँ बाबा पनि उता बाहिर जानुभएको छ नि त बाहिर उता के पो कसले बोलाउनु भएको थियो अरे अनि त्यही भएर जानुभएको छ अनि बाबा आउनुहुन्छ अनि बाबा आएर खाना खानुपर्ने हुन्छ यो चाहिँ मेरो लुगा खमेले साथीहरूले चाहिँ जहिले मेरो लुगा यति धुनुहुन्छ अनि यहाँ मेरो लुगा खै म यहाँ लुगा भिजाउँछु यहाँ मेरो बुन्दी मुख धुँदै थिएँ छैन यार लुगा पनि अब साथी ढिलो उठेपछि त्यस्तै हो मुख धुँदा पनि अब तर बस्नु त्यस्तो टाइम भएको छैन है किनभने म आज छिटै उठेको छु
भर्खर अर्को त 10-11 बजीको हुन्छ भर्खर 8 त बज्दैन फेरि छुट्टी भयो अहिले बुझ्दैन बेर पारेर अहिले हालमा काम छैन हैन किनभने अहिलेको हालमा हाम्रो काम भनेकै अब स्कुल लाग्छ डेली स्कुल गइहालिन्छ स्कुल नलाग्दाखेरि चाहिँ अब छुट्टी हुन्छ नि बेलामा हामी छुट्टी भन्यो नि ठ्याक्क असारमा हुन्छ मङ्सिरमा हुन्छ मङ्सिर पनि के भन्नु अब यतै दसैँको बिचमा हुन्छ मङ्सिरलाई त स्कुल लागिसक्छ हैन अनि यहाँ त्यति बेला चाहिँ असारमा छुट्टी हुन्छ र अब आफूले अब काम त त्यस्तो केही नै हुँदैन त्यो डेली काम त यो काम के भन्नु डेली छोरी मान्छे भएर गर्नै पर्ने हुन्छ खाना पकाउनु घर सफा त डेली नै हो हैन तर अलिक काम भनेको चाहिँ यो छोरी मान्छे धान काट्नुपर्छ त्यही धान अब मङ्सिरमा चाहिँ धान काट्नु त्यति हो काम त कामै हुँदैन क्या नि यसले झन् कामै गर्दिनँ के भन्नु यसको त पुरै अनि यहाँ चाहिँ मेरो ठुलो नै आइसक्नु भएको छ बिहान भने ठुलो बा हाई भनिदिनु त यस्तो हाई यसरी हाई मेरो छोरीको ब्लगमा स्वागत छ भनिदिनु यसो मेरो छोरीको ब्लगमा स्वागत छ भनिदिनु न मेरो छोरीको ब्लगमा स्वागत छ मेरो ठुलो बा हैन जोइ हो कि ए ठुलो बा के जसले पनि त्यसै भन्छ आज भन्दा अब त्यस्तो के थाहा नबिसाएपछि अस्ति मैले मामालाई ठुलो बाले अब उहाँहरूले थाहा छैन नि त केही पनि अब यसो भने ज्वाइँ हो क्या सिधै डाइलग त्यसो सिधै ज्वाइँ हो क्या के भन्छ फेरि मेरो बाबा के भन्नु न यस्तो बाहिर थाहा उयो के पो यस्तो कुरै गर्नु हुँदैन कुरै गर्नु नै हुँदैन मेरो बाबा जस्तै हुन्छ अनि यहाँ ठुलो बाबाहरू चाहिँ मैले क्या अनि नि हामी हेर्छौँ नि बेला बेला त टिभीमा भ्लग मैले पनि त्यस्तै गरेको क्या यसो मेमोरी हुन्छ भनेर होइन अनि त्यही भएर गरेको होइन अनि कस्तो लाग्यो तिहार भन्नु त तिहार पनि आइसक्यो अब कति 30 गते गइहाल्यो 6 गते अब 6-7 दिन भएको छ बिहिबार हो नि टिका आजको हप्ता ठ्याक्क 6 गते ठ्याक्क टिका होइन मेरो ठुलो पनि बुढेसकाल लागिसक्यो भत्ता आउनु थालिसक्यो है 60 वर्षको रस हानिसक्नु भयो अनि त्यही नै हो हाते दुःख ठुलो मेरो त कहाँ कहिले आउनुभयो तर म तपाईँहरूले एउटा तिहार त लगाइसक्यो तर हामीले चाहिँ फुल ढिलो रोपिदिनुकै थाहा यहाँ होइन फुल त रोप्नु त रोप्या छौँ यहाँ मम्मीले नि रोप्नु भएको यो फुल चाहिँ यो यस्तो यो धानबारीको डिल रोप्नु भएको रहेछ अनि यहाँ चाहिँ फुल हल्का एउटा बोट चाहिँ फलेछ मजाले त्यही धानबारीभित्र उयो के पानी परेको थियो धान उयो के फुलै लडेछ उतातिर परैसम्म रोप्नु भएको थियो तर फुलेन छ भर्खरै उयो थुङ्गा मात्र उयो कोपिला मात्र लागेछ अब यो तिहार आइन्जेलसम्म लाग्दैन होला कतै पनि फुल फुलेको छैन क्या योपालि चाहिँ साथीहरू कतै कसैकोमा फुल नै फुलेको छैन योपालि चाहिँ हाम्रो पनि फुलेन फुल खाना पकाउनु भयो त्यही नै हो साथीहरू है अब चाहिँ म यहाँ लुगा धुन्छु होइन गाइस म चाहिँ यहाँ लुगा धुन पनि आइसकेँ कि यहाँ हानु न यहाँ लुगा एकाली भयो होइन अनि यो ब्याक साइडमा यहाँ उयो के पो क्यामेरा राख्ने ठाउँ हेर्नु मैले त वरिपरि मिलेछ यो मात्र छ कतै मैले क्यामेरा राख्न मिलेन होइन त्यही भएर हो अब चाहिँ म हजुरहरूलाई लुगा धोइसक्छु ओर्छु होइन यहाँ यता लुगा धुनु छ अनि अब चाहिँ म लुगा धोइसक्छु ओर्छु अनि यहाँहरूसँग भेट्छु ल साथीहरू गाइस म चाहिँ अहिले चाहिँ भेट्छु भनेको थिएँ होइन मैले चाहिँ काम सकेँ अब चाहिँ हामी म बाहिर निस्किन आँटेको है बजार जान आँटेको अनि बाबा मम्मी अनि फुपूहरूसँग म जानु लागेको किनभने अब तिहार नि आइसक्यो नि त अब तिहारको सपिङ गर्नु छ है अनि अब अरू बेला जानु अब आज बिहिबार हो अनि आज लाग्छ अनि सन्डे लाग्छ नि त अनि त्यही भएर सन्डे त एकदम भिड हुन्छ अनि मेरो फुपू अलिक बिमारी हुन्छ त्यही भएर त धेरै भिड होला आज पनि भिडै हुन्छ र पनि अब आइतबार चाहिँ हुँदैन लास्ट बजार चाहिँ आइतबारको दिन हो अनि त्यही भएर अब हामी चाहिँ जानु आँटेको सबैजना भएर अनि सफारी बोलाइसकेको छौँ होइन अनि अब चाहिँ सफारी आउँछ अनि हामी पनि जानुपर्ने हुन्छ होइन अनि मम्मीहरू चाहिँ जान आँट्नु भयो उता आँटेको बाबा मम्मीहरू चाहिँ बाइकमा जानुहुन्छ अनि हामी चाहिँ सफारीमा आउँछौँ फुपू र म चाहिँ फुपूलाई अलिक उयसमा हिँड्दैन नि त यहाँ ठिक भइसक्नु आउँदैन उही बस्छ त कहाँ बस्छ त्यहाँ अनि चाहिँ जानुपर्ने हुन्छ अनि फेरि यस्तो घाम छ साथीहरू आज बजार पनि एकदमै भिड हुन्छ होला यहाँ हान्न घाम टल्किरहेको छ यहाँ मेरो भदै कुकुर जस्तो गराउँछ हौ यो त हेलो हेलो भन्नु त हातले लाग्छ मलाई लाग्छ है हेलो भन्दैन हातले खोइ हेलो वाट इज यु नेम भन्दै लु कुकुर हो यति न यो चाहिँ योपालि
हुँदैन होला पर्दा हाम्रोबाट सानो छाउरा छ करा 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 हेलो भन्नु भयो मेरो भगवान यहाँ हेलो भन्नु हेलो हाई हाम्रो पत्रिका यात्रा हुँदैछ आज तिहारको सपिङ गर्न जाँदैछौँ हामी अनि एउटा छाउरा कुकुर यहाँ हुनुहुन्छ नकरा यो चाहिँ धेरै कराउँछ नि साथी यसको नाटकै बढी हुन्छ यहाँ मेरो बुढा चाहिँ यति मनपर्छ ओक्से लु ले खाँदै बस्ला तर कुर्ता सुरुवाल ल्याइदिनु पर्यो मेरो पैसाले ल ल के ल्याइन्छ सबै थोक ल्याइन्छु अनि सफारी पनि आउँदै आँटेन यसो कसरी जानु साथीहरू बजार यति धेरै भिड हुन्छ ल माइ गड म त भ्लग पनि गर्न पाउँदिनँ मेरो मैले खुकुलाई पनि सम्हाल्नु पर्ने हुन्छ किनभने एकदम भिड छ नि त भने होइन साथीहरू म तपाईँले एउटा कुरा भन्छु हेर्नु म कहीँ हिँड्नु पर्यो भने यो मेरो अनुहारभरि पिम्पल यस्तो यो छ नि यो दानै दाना यति धेरै आउँछ कि कहीँ हिँड्नु पर्यो भने मलाई एकदमै रिस उठ्छ क्या के उपाय गर्नु भइसक्यो क्या यो मेरो फेसमा चाहिँ यति धेरै पिम्पलहरू आएको छ अनि अब चाहिँ जानुपर्ने हुन्छ सो गाइस यहाँ हेर्नु सक्नुहुन्छ यो पत्रीको भिड यति साह्रो भिड छ यहाँ नै बाहिरै रोडमा ल दिदी दिदी त आउनु यहाँ मनमा यो फुटलाई समाल्नु पर्ने छ यहाँ हेर्नु सक्नुहुन्छ गाडीको भिड आउनु हामी चाहिँ आइसक्यौँ अनि मेरो फुपू चाहिँ पछाडि हुन्छ यहाँ म चाहिँ बाबामा खोज्दै बाबा मम्मी अघि नै आउनु भएको नि त अनि यहाँ चाहिँ म बाबा मम्मीलाई खोज्दैछु कता हुन्छ पनि हामीले चाहिँ किनिसक्यौँ अब चाहिँ घर जानुपर्ने हुन्छ अब घरभन्दा पनि अब यहाँ अलिअलि सामानहरू किन्नुपर्ने छ डिजै बस्दै गर नि भाइमा बस्दै गर हामी सबै पनि गइसक्यौँ देखाइन् त हामी कति गइसक्यौँ हामी चाहिँ सबै पनि गइसक्यौँ होइन अनि अब यहाँ फुपूहरूले किन्दै हुन्छ बाबाहरूको लागि अनि हामीले चाहिँ यति धेरै भिड छ हो म तपाईँहरूलाई देखाउँदैछु नि यहाँ हेर्नु यति धेरै भिड छ बजार अहिले यहाँ पछिमा पनि यस्तो जाम हुन थालेको छ आज तिहार भएर होला हेर्नु यहाँ पुरा सफारीको लामा ताक भइरहेछ पुरा जाम भएर गाडी यो भिड भयो क्या अब आज चाहिँ यस्तो छ भने अब झन् लास्ट बोला यति धेरै भिड हुन्छ कि यहाँ वेट छोड्यौँ हामी यहाँ म चाहिँ फुपूलाई सम्हाल्दै हिँड्नु परेको छ यहाँ मलाई एकदम गाह्रो भएको छ यो भिडियो गरेर मैले खासै गरिनँ म चाहिँ त यहाँ आइसक्रिम खाँदै हिँड्छु एकदम भोक लागेर सो गाइस म चाहिँ घर पनि आइसकेँ म चिन्नु भयो यहाँ भनिदिनु त मेरो ब्लगमा हेलो भनिदिनु त मेरो ब्लग ठुलो मम्मी हेलो अनि के छ नानी खबर मलाई पनि त्यस्तोमा लैजानु न आउनु जाउँ आउनु घुमाउन ल आउनु ल सो गाइस हजुरले देखि नै हाल्नु भयो है अनि आजको दिन चाहिँ हाम्रो यस्तै नै भयो होइन अनि म चाहिँ भिडियोलाई अब यहाँ इन्ड गर्न लागेको है अनि हजुरहरूलाई के कस्तो लाग्छ मेरो भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिदिनु होला बाई बाई एभ्रिवान लभ यु अल